मैले चाहिँ अस्ति नै भिडियो राखेको थिएँ नि तपाईँहरूलाई आज चाहिँ हामीलाई चस्मा ल्याउनु पछि बोलाएको छ भनेर मैले चाहिँ यो होलिडेमै सबै काम सकिहाल्छु भनेर चाहिँ आजै ल्याउनु गइहालेको थिएँ कि बोलाएको थियो र अनि नानीको चस्मा चाहिँ रेडी गरेर बसेको रहेछ राखेको रहेछ अनि त्यहाँदेखि कता सानो ठुलो भयो भनेर चेक गरेर डक्टरले सबै मिलाएर दिइहाल्यो 15 दिन अगाडि नै हामीले चाहिँ यो बुक गरेको थियौँ अनि तपाईँहरूलाई चाहिँ धेरै सजिलो जस्तो लाग्छ होला आमामा बिनु त के साह्रो दुईवटा बच्चासँग पनि घुम्ने खाने गरिरहन्छ विदेशी लाइफ कति राम्रो भनेर सोच्नुहुन्छ नि गाह्रो त मलाई पनि पर्छ नि तर गाह्रोलाई सजिलो त बनाउनु पऱ्यो के गर्नु होइन अब मलाई गाह्रो पऱ्यो भनेर म रुँदै बस्नु पनि भएन फेरि म बुढाको कमाइ खाएर बस्छु भने नि नेपाल पनि होइन अब महिना पछि घरको लोन बत्ती पानीको पैसा अनि सालै पछि भिजाको पैसा अनि त्यहाँदेखि 30-32 सालको घरको ऋण त टाउकोमा छ अनि त्यही भएर चाहिँ मात्रै बसेर नखाने होइन म मात्रै होइन हर कोही यहाँ विदेश आउने चाहिँ पढ्ने आउनेहरूलाई उनीहरूलाई फिस तिर्नुको टेन्सन रेन्ट तिर्नुको हामी काम गर्नु आउनेलाई पनि अब त्यही हो बच्चा छ बच्चाहरूको त टेन्सन खासै हुँदैन होइन तर पनि उनीहरूलाई चाहिने भनेको रुम खाना अनि त्यहाँदेखि चाहिँ भिजाको पैसा तिर्ने अब यसरी नै उनीहरूलाई सबै कुरा फ्री हो भनेर सबैले सोच्छ सबै त के को फ्री हुन्छ उनीहरूको पनि हामीले भिजाको पैसा तिरेको छौँ उनीहरूको घन्टा सेकेन्ड मिनटको सबै हाम्रो जस्तै पैसा तिरेको छौँ अनि र पनि अब खुवाउनु लाउँदा पऱ्यो नि घुमाउनु पऱ्यो होइन के साह्रो घुम्छ भनेर ऋणमा टाउकोमा ऋण सम्झ्यो भने त 30-32 सालको छ भने तर घुम्नु त छोडिदिन है साथीहरू म त